म त भेट्दिन होला सरी यार माफ गर यार किन त्यस्तो भनिस् यार एकदम प्याक छु अहिले म नाइ साँच्चीकै टाइमिङ दिस्यो न त नत्र आउँदिन म तपाईँलाई भेट्न आउला कोसँग आउने हो र होइन मलाई किन भेट्नु पर्यो म को हो र प्रधानमन्त्री हो तपाईँ मेरो माया हो के को हेर म भोलि पर्सि र निकर्सी एकदम बिजी हो म भेट्न ल सिधै पछि नाच्यो पहिले भन्ने मेरो एकदम एउटा कार्यक्रममा जानुपर्छ एकदम बिजी छु म भेट्न म त मलाई लिएर जानु न त नि म गइहाल्छु नि त्यस्तो नगर म त आजकल त केटीसँग भेट्न छोडे के तपाईँ बाइकमा एक्लै जाने होइन मलाई लिएर जानु न त म एक्लै आउँछु तिमीले भने जस्तो कार्यक्रम होइन अर्को कार्यक्रम हो यार त हुन यो दुनियाँ भारमा बोक्दिन यार तिमी भार छैन के म भार छैन बाइकले उठाउने हो दुईटा पाङ्राले उठाउने हो हेर मैले भन्छु म भ्याउन्न भनेर अहिले नआऊ के तिमी आज कसम यार अस्ति नै आउँदा पनि नआउ भनी नआएको अनि नभेटेको होइन तपाईँ चाहिँ जतिखेर पनि कार्यक्रम कस्तो कार्यक्रम हो कस्तो कार्यक्रम हो म भ्याउन्नको एकदम बिजी म भ्याउन्न के त पर्सि निकर्सीमा एकदम बिजी भ्याउन्न के पछि आऊ के पछि भने कति कहिले कति गते अर्काको गर्लफ्रेन्डलाई मैले यतिको टाइम बोलाउने मैले तिमी जतिखेर अर्काको गर्लफ्रेन्ड नभन त तिम्रो गर्लफ्रेन्ड हो म के को अर्काको गर्लफ्रेन्ड नभएको छोरो किन चाहिँ के सौताको छोरो उहाँ तिम्रो गर्लफ्रेन्ड त यार बोयफ्रेन्ड त यार ओके उहाँ मेरो सेकेन्ड बोयफ्रेन्ड तपाईँ फर्स्ट बोयफ्रेन्ड ओके के हामी के म्याराथनमा दौडेर आएको र फर्स्ट सेकेन्ड थर्ड भन्छ तिमीले यार अनि हो दौडेर खेल्ने हो गेम बेस्ट अफ 3 खेल्नु अनि सुत्छु म एकजना भ्युअर बोकेर 8000 9000 भ्युअरसँग बेस्ट अफ 3 खेल्ने यार 8 9 तपाईकोमा 10000 भ्युअर्स किन नहोस् म जितेरै छोड्छु आज ल मेरो दिमाग खराब भइराछ किङ भयो के टेन्सन भयो किङलाई बोला न व्हाट्सएपमा फोन गरेर बोला न हेरौँ ल कतिको लभ रहेछ मायाप्रति अस्ति त लाइभमा पुरा नम्बर साडा भइरहेको थियो तिमीले दिँदैन नम्बर के गर्ने त मुटु नम्बर मलाई कसलाई मेरो ल्याउ न त नि नम्बर मेरो म दिन्छु नि त तिमीलाई नम्बर तिमीले दिँदैन ल्याउ न त अस्ति नै मैले केटी मान्छे नम्बर माग्दाखेरि चप्पलको नम्बर दिए गालामा तिमीलाई माया नगर्ने रहेछ र पो चप्पलको नम्बर दियो त मैले त माया गर्छु पर्दिन म तिमी नआऊ के मलाई अरू कुरो थाहा छैन मलाई भेट्न आउँछ है मैले भनिदिइसक्यो छिटो मलाई रिस नउठाऊ है मैले भनिदिइसक्यो छिटो नगर म त हुन्न ल म त मोबाइल अफ गरेर त सुतेर बस्ने हो सिधै अफ हुन्छ मेरो त कसम पोखरा आएर फोन गर्ने हो जताबाट पनि नम्बर खोजेर फोन अफ भयो भने कसम तपाईँको घर खोजी आएन छ भने त मेरो नाम पनि अरा होइन गर्दै राख्दै हुन्छ जिन्दगीभर मोबाइल अन गरेर अफै गर्छ यत्रा खोज्छौ घर ए मसँग तिम्रो बुढीको ऊ छैन भन्न ठाने होला फेसबुक आइडी सबै छ मैले दिदीको फेसबुक आइडी साथी सबै छ म त्यस्तो नगर कि म गर्छु क्या म गर्छु भनेपछि गर्छु म पनि बोलेको पर्छ म शनिबारसम्म एकदम बिजी तिमी कोसँग आउनु लाग्यो र म तपाईँलाई भेट्न कोसँग आउने हो र बोयफ्रेन्ड बोकेर आउने बोयफ्रेन्डलाई भेट्नलाई म भ्याउन यार कस्तो भ्याउन हो म त आउने हो हेर्नु है मेरो त पक्का बोली हो बोलीको वचन भोलि 14 गते पर्सि 15 गते म पोखरा आइपुग्ने हो दिउँसोको 3 बजी आउन सक्छु प्लेनमा पनि
जे माया मतलब बेस्ट अफ 3 है 10,000 मा पनिशमेन्ट बेस्ट अफ 3 म त आउने है मलाई त्यो ल्याङ कुरा नगरिस् म अस्ति नै आउँदा पनि फेव होटलमा बस्नु भन्नु बस्नु पाएन भस्काउँछु रे इट्स ओके के म कति छ के भस्काउँछु भनेको तिमीलाई भस्काउँछु तिमीलाई डबल म त भ्याउँदैन होइन म त तिम्रो घर चिनिहालेको छु आउने हो मलाई उहाँ एउटा दिदीले आऊ म रबिनले भेटे पनि नभेटे पनि तिमीलाई म रबिनको घर देखाइदिन्छु तिमी जाऊ एक्लै भनेको छ म त आउने बॉयफ्रेन्ड लिएर आऊ नेक्स्ट आई निड विन ए कहाँबाट लिएर आउनेहरू वाइफ किङलाई फोन गर किङलाई कसरी फोन गर्ने हो र मैले किङले नम्बरै दिसिया छैन थ्याङ्क यू किङजी किङले नम्बर दिनु भएको छैन क्या मलाई त रविलाई जोइन गरेर भन्छन् के भएर गाइज गेम छ र गाइज रवि गेम छ र गाइज रविलाई अस्पताल जोइन गरेर अब एउटा दुईटा गेम मैले जित्दैन भनेर नखेल्न खोजेको मैले जितेँ भने तपाईँ यार नपराउने यार मलाई यहाँ एकैछिन चुप लागा त गाइज रवि जोइन के भन्नुभयो गाइज के हो कुनै बिग म्याच छ र गाइज अस्मिता बिग म्याच छ र कमेन्टमा तेरी सबै हाँसेर मात्र बस्छन् यार 24 रोजेस गाइज छिटो 24 कम्प्लिट छैन रे गाइज आई निड विन यार मलाई जित्नु छ गाइज यार प्लिज 24 कम्प्लिट गाइज 24 कमेन्ट गाइज यो बाजेले मेरो एकजना भ्युअर्स भएर नउठाएको मेरो भ्युअर्स छैन ओके तर म जित्ने है गाइज मैले भनिसकेँ किङ हुनुहुन्छ के भोटिनीसँग लप पर्छ रे परेन होला त्यस्तो तेरो बाउले भन्छ भोटिनीसँग लप पर भनेर ए मेरो बाउ त छैन क्या रे यहाँ मान्छेहरूले चाहिँ भने बहिनी हो यार बिचराको आइडी सस्पेन्ड भयो उसको पनि यार आज गयो कसरी खै अनि साँपको पनि हिँड्दै कता खै के पिछाडा फर्काएर क्यामेरातिर फर्काइतिर के भयो खै खाली त्यो मेरो पनि हिजो मैले सुराल माथि राख्न अनि त्यो घुम्दाखेरि पछाडिको ढाड देखेर मान्छेले कति ट्रोल गरेको यार ढाड देखे त नि मेरो के चाकै खोलेर देखाएको थिएन के प्रब्लम भयो गाइस ट्रिपल पेला यार मलाई झेउला मलाई यार मैले नजिकिने भएर होला वेलकम टु माई लाइफ अमित सर वेलकम गाइस प्ले 9000 रुचि थ्यांक यू सो मच हेर्नु न मैले पोखरा भेट्न आउँछु भनेको